केटा हो के गर्नु भन्यो आज त हिजो त जस्तो खाएको थियो जसरी आज त तान्नै पर्छ नि केटा हो पैसा चाहिँ अब जसो तसो उठा हो बाउलाई फकाएर हुन्छ कि कामसाम सकाएर हुन्छ कि के गरेर हुन्छ हो पैसा चाहिँ उठा हो बस्न गल्यो साह्रै आज त हिजो त जस्तो खाएको थियो आज त जिउ पनि पुरा दुख्दैछ मेरो त के चाहिँ गर्नु पर्ने हो केटा हो भन न हौ पैसा अलिअलि भए पनि उठाउ त म त उठाउन सक्दिनँ केटा हो तँ कति उठाउँछ भन्दा भाइ त मेरो भाइ यो घडी जति बिक्छ त्यतिमै उठाउँछु नि ल यो घडीको हिसाबमा खानुपर्छ अरे खानु त तँ कति उठाउँछ भने त म लु 700 जति उठाउँछु यतिले फेरि छुई पासे खालि हुन्छ नि केटा हो के चाहिँ गर्नु पर्ने हो तँ कति उठाउँछस् त्यो घडीमा जति आउँछ भाइ त्यति उठाउँछु यो घडीले चाहिँ के चाहिँ हुन्छ हौ अन्त भाइ म फोन पनि हालिदिन्छु भाइ ल भाइ फोन पनि हाल्दे ल म यो गिटार बेचेर पनि आज चाहिँ जसो तसो तान्नुपर्छ केटा हो मेरो माथि केटा हो भाके कुरा हो केही पनि छैन आज त हिजो मैले सक्दो उठाइदिएकै हो आज चाहिँ घर म्यानेज गरेर केटा हो पुरा मेरो त जिउ पनि दुख्दैछ मेरो पनि बुझ्न भाइ बुढो बाउ छ घरमा अनि पैसा पनि दिँदैन यहाँनिर भागेर आएको यति भए पनि हिजो त ताने जसो तसो आज चाहिँ अब म्यानेजमेन्ट गर्न सक्दिनँ हो केटाहरू गरेर खाऊ न ल खाने त खानुपर्छ त्यस्तो नगर्न भाइ 600 रुपियाँ भए पनि निकाल्न अन्त यो गिटार बेचेर 500 रुपियाँ भए पनि उठाइदिन्छु केटा हो यसले पनि उठाउँछु यसो फका के गरेर हुन्छ काम सकाएर हुन्छ कि के गरेर हुन्छ तँ पनि फका म पनि फकाउँछु घरमा यो केटा त्यहाँ रहेछ ओ खजमुले केरा ढल्न आइज यहाँ साह्रो पर्यो यो बुढो मान्छेलाई ल आए ल केटा हो केरा ढाल्नु पनि बोलाउँदैछ जानुपर्छ होला केटा हो है लु हामी पनि सघाइन्छौँ नि अन्त जाउँ है केटा हो जाउँ है योहरू पनि बोक अहिले मिलाउनु पर्छ जाउँ केटा हो पैसा चाहिँ उठाऊ है केटा सबैले ला के भयो यसलाई त के भएछ ओ साथी ओ साथी के भयो साथी माल तान्नु नपाएर मन आँटे नि हौ पैसा पनि छैन हामी यहाँ त्यस्तै भएको छ नि हौ यसलाई पानी केटा यो अलिक उयो भइरहेको हाल अलिकति यसलाई पानी हाल साथी नगर न माल खान नपाएर अरे नि हो साथी पैसा छ पैसै छैन र त अनि कसरी चाहिँ म्यानेजमेन्ट गर्नु आज चाहिँ खोइ साथी के गर्छ तिमीहरूले गर न हामी त यो गिटार फोनहरू डल्लै अब बेच्ने उयसमा पर्यौँ आज त हामी त पुरा उयो भएको नि हौ मेरोमा पैसा पनि छैन अब के गर्नु भन्ने अब ऊ केरा ढाल्नु पनि बोलाएको छ केटा हो छिटो जानुपर्छ जस्तो छ बाउले अहिले मार्छ भरे पैसा दिएन भने के हुन्छ त्यसमा जाउँ न अनि म पनि सघाइदिन्छु लु जाउँ केटा हो जाउँ उठा त चढ्नु त्यहीँबाट चढ्नु काम पनि सुन्नु आहा भगवान त यो हो नि त केटाहरू फेरि आउँदैन यो भुसी तिर्नेहरू खजमुलेहरू पनि मै ढाल्दै गर्नु पर्यो लुका राखे भगवान अब साइडमा राखेर यिनीहरूले झार्दैन यो खजमुलेहरू पनि के अरे न बुढो मान्छे काग लाएर मात्रै हुन्छ सकिरहेछ खजमुलेहरूलाई पर्खिनु पर्यो साह्रो परिसक्यो होला यो कुराहरू गिटार यहीँ छोडिराखौँ छोडिराखौँ खजमुले झार्छु त हिसा हेरेको भएन हौ हट्टै कहाँ धाले भयो त अहिले ढालेर मलाई चाहिँ तिमीहरू माथि जा
पक्रिन सक्नु पर्यो यो कहाँ झाल ल कहाँ झाले म मुरो मान्छे यता तल कहाँ झाले केटा भइहाल्छ कहाँ झाले यो त हावाले लड्ने थाल्यो त ला हो ला यो त के भयो साथी के भयो बताउ त के भयो साथी हावाले लडेछ के गर्नु प्रेसर लो भयो क्या प्रेसर पानी भयो साथीहरू हेर त यत्रो उयोले ढलिन्छ त प्रेसर सो भएको रहेछ कि यसलाई तैँले यसो गर तल लगेर चाहिँ एक लाइट धङधङै लागेको छ हो एक लाइट चाहिँ चट्टै हुन्छ है चट्टै हुन्छ यो चाहिँ कपमा छ नि त्यहाँ उता सारेर बिस्तारी लड्छ एकटा यसो त उठा यस्तो त छ अब बिस्तारी यो खतम यो तल पुरा त घरमा म सक्दिनँ बुढो मान्छे यहाँ काट दुखेर ल हिँड्दै गर्नुहोस् न ल यो पुराल तल ल पुगाए यो पुरानो त्यो छोड्दे यो छोड्दिन यो पुरानो तल यो हेर त यो पत्ताहरू पत्ता पर्दैन यो चराचुरुङ्गीले खाएर पत्ना नगर पैसा पो दिनुपर्छ त भरे बुढो मरे नि छैन त हामीलाई देख्छ होला हामीलाई देख्छ नि भाइ ओइ रङ बनाउँदै थियो हे छोरा होइन चिया खाएर आयो त्यही त यिनीहरूको सङ्गतमा नराखेँ छोरा म त तँलाई कति माया गर्छु हेर तँलाई गिटार पनि किनिदिए गीत गाउनु सिक्छु भनेर गिटार बजाउनु कति सिकिस् गिटार त चोर्दै नि हौ के को चोर्दै त्यो मैले अघि देखेको थिएँ त्यो एउटा फुच्चेले बोकेर एउटा यताउता कुद्दै थियो होइन चोरे नि त्यसले चोर्यो है चोरे अहिले त्यहाँ तलै होला त्यो केटाले बोकेको होला अहिले म तँलाई गीत गाउनु लाउँछु तँले गीत चाहिँ मलाई सुनाए कति सिकिस् हे यसरी त्यो यसरी राखेर हुँदैन है ल प्रेसर लो भएको रहेछ त्यसलाई चाहिँ ल हिँड्दैन पैसा देऊ है बुढो पैसा त भाइ अहिले छैन हो लुगा किन्नु छ अब माया गर्छौ भन्छौ पैसै छैन अन्त के गर्नु म यो फेदको मुनिमा राख यहाँ राख त यो हँसिया नआएको फुच्चेले यहाँ गिटार कहाँ हाल्दैछ यहाँ छोड्दै गरेछ गिटार त्यहाँ राखिराख्ने हात धोएर आउनु पर्यो यो के खालको निस्क्यो अहिले बजाउनु चाहिँ कसरी बजाउँछ अहिलेको यसरी बजाउँछ क्या हो ध्यान गर्दैछ त यो चाहिँ खासै डम्पु किनिदिएको रहेछु मैले गिटार भन्थ्यो डम्पु किनेर मरेको रहेछ त्यहाँनिर अब कतिको बजाउनु ए मैले बजाउनु ट्राई गरेँ दामी बज्दो रहेछ डम्पु किनेर मरेको रहेछ सिन्थले बजा त के को डम्फु हुन्छ यो गिटार पो त हौ बजा त के सिकिस् तैँले अट त्यहाँ यहाँ बस्न देऊ न यहाँ यो त यसरी हो नि त यसरी चाहिँ बजाउनु पर्ने उल्टो पो बजाइरहेको थिएँ क्या मैले उल्टो त यहाँ त बज्दैन नि यो त बजा के सिकिस् लु सिक्नु त खासै त सिकेको छैन अहिलेसम्म त म रेकर्ड गर्छु ल त छोरा लु रेकर्ड गरिरहेको छु लु गा त गाउनु गा एउटा मलाई मिठो धुन्छु न छोरा ओराली लागेको
यस्तो हुन्छ ओराल्ने उँभो लाग्ने खालको जुत्ता उँभो लाग्ने मलाई त यही आउँछ नि खास त यो आउँछ यही भन्छ होइन उँभो आएकै लागिन्छ उही गएको ल उँभो त गएको त उँभो त गएको त उँभो त गएको त उँभो त गएको त ओह्रालो झरे सुकेराईमा चिप्लेर ओह्रालो झरे सुकेरामा चिप्लेर लडी बडी लडी बडी नाच्यो बुढो नाच्यो बालुली कम्बर भाच्यो 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 यति सिकेँ अहिलेसम्म चाहिँ अब सिक्दैछु यस्तो यस्तो यो हो नि त म त अघि डम्पो बताउँदै थिएँ कि त्यहीँ बताउँदो रहेछ तिमीले छोरा अब के गर्नु मेरोमा पैसा माग्दैछ पैसा कौडीको छैन अब पैसा त गरिदिनु पर्छ लुगा किनौँ भनेको साथीहरू सबैले किन्यो लुगा राम्रै छ त यो अब यो किनेको त 15 साल भइसक्यो मेरो होइन 35 साल भइसक्यो होइन खै किन्दैन त के चाहिँ गर्नु खोजेको खास चाहिँ म पैसा दिएन भने चाहिँ घर छोडेर लाग्दिन्छु भाइ हुँदैन होइन मलाई त्यस्तो पैसाको दिन नदेऊ भाइ होइन किदिन्छु किन्दै मैले हो म जान्छु होला अब यो खालको गऱ्यो भने त म बस्न सक्दिनँ नि यहाँ त बस्नु नसकेर हुँदैन जान्छु लाग्दै भाइ म लाग्दिएको त्यसो लु अब नबोलाइ बुढो मसँग ल लागेँ म एउटै भएको छोराले पनि यस्तो गति देखाउँछ यार अब यसलाई त आफ्नै छोरा जे पनि अब यसले फाँसी लगाउनु पनि सक्छ डोरी लाउनु पनि सक्छ यसलाई त केही न केही त मिलाउनु पर्छ हाम्रै गोर्खाको छोराहरू चाहिँ यस्तो ड्रगमा फस्नु पर्ने यो भैयाहरूले यो कहाँको भैयाहरूले के बनाउँछ यहाँ नेपाली बिगारेर केही छैन अहिले कहीँ जानु पर्यो भने पुलिस चौकी केही गरेर जानु पर्यो भने सबै भैयाहरू सबै यो धोतीहरूले केही राख्दैन अहिले हामीले त बोलेको कुरै पो खाँदैनौँ धोतीहरूले अन्त खोइ हाम्रो नेपालीको छोराहरूको गति हेर एउटा पढ भनेको त्यसलाई कति प्राइभेट स्कुल लगाइदिए पढ्छ कि भनेर खालो सार्छ कि भनेर त्यो पनि खालो सारेन हाम्रै नेपालीको छोरा यस्तो हुन्छ है यो त्यो खानु नपाएको हेरेर त्यहाँ बिजोग भएर कस्तो आइपिएस आइएसहरू सबै उनीहरू नै छ सबै पो त हाम्रो चाहिँ के खालके भयो अब गएर सम्झाउनु पर्यो होला तर त म त 2-3 लाख लगाएर त राजा माथि मलाई तेरोसँग एउटा सल्लाह छ है यस्तो यो हाउले लड्नेहरूसँग बस्यो म जान्न अरे तेरो म जान्न भाइ म तँलाई अहिले पैसा दिन्छु नि त म जसरी पनि तँलाई म पैसा दिन्छु भएन तिम्रो लाग्यो होला है मेथिलको युद्धमा बाट लडेर आएको मान्छेलाई चाहिँ अलिक तिमीलाई नि म आधी गाउँको जम्मै छिराइदिन्छु नि म तिमीलाई फेरि हेर भाइ अब तिनीहरूसँग तँ नदाजी तिनीहरूको घर परिवारमा पैसा पनि होला अब हाम्रोमा छैन तैँले बुझिदिए हेर भाइ अब यिनीहरूकोमा त पैसा छ अहिले होइन यिनीहरूको बाबाले ठेल्दैछ गर्छ यो बिग्रिन्छ भोलिपल्ट दिनु छोडेपछि यिनीहरूले पनि घर परिवार लुटेर छाड्छ भाइ त्यस्तो नसिक मैले त्यो सिकेको पनि छैन म लुगा किन्ने भनेको अनि घरबाट निस्कि भन्छ अनि म के चाहिँ गर्नु अनि म तँलाई लुगा किन्ने पैसा दिन्छु बुझिस् दिन्छु तर तैँले लुगा चाहिँ किनेको हुनुपर्छ किन्छु म गाई बेच्दैछु अहिले पर म तँलाई गाई थमाइदिन्छु लगेर चाहिँ ऊ पर काजी सर्कोमा चाहिँ तैँले त्यो गाई दिनु अनि त्यहाँबाट पैसा जति दिन्छ 5-6 हजार दिन्छ एउटाको भनेपछि दुईटाको त 12,000 जस्तो पाइहाल्छ एउटा बर पनि छ र उयो पनि छ त्यो लगेर चाहिँ बेचेर चाहिँ 6,000 तैँले लगेस् भने लुगासुगा किन्नु
6000 चाहिँ मलाई तुरुन्त लिएर दिनु बुझिस् मैले त्यतिको लागि गरेँ हाम्रो नेपाली छोरीले त्यसो सिक्नु हुँदैन है अहिले सबै अरूले राज गरिसक्यो बुझिस् ल पर गाई ल के गर्नु एउटै भएको गाई पनि अब बेच्दिने बेला भयो ल जाऊ जाऊ आइपुगेछ त्यो पनि आइपुग्यो कि केटा हो भन् न मेरो चाहिँ अहिले अब गाई बेच्दैछ गाई बेचेर मात्रै पैसा हुन्छ केटाकोमा जे जस्तो छ पैसा हो गएर ड्रग्स लिएर आउँछ जुन चाहिँ केटा हो मेरोमा 200 रुपियाँ रहेछ जुम केटा जुम 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 को भाइ त को हो होइन बोस माल चाहिएको थियो कि कस्तो माल भन्छ हौ यिनीहरू अब माल नि मलाई अस्ति डुबाएको छ बाँकीहरू त म त दिँदिनँ नि होइन बाँकी नै भए दिनुपर्छ नि हौ अरे भाइ तँ मेरो घरमा आइरहेको छस् तैँले त्यो जेसुकै बाँकीहरू यहाँ मागेर हुन्छ भन्छ होइन दिनै पर्छ बेला नगर पैसा छ पैसा त छैन नि हामी जिलाइदिइहाल्छौँ नि भाइ बाँकीको कुरा नगर तिमीहरू बाँकी चाहिँ म दिँदिनँ मैले यहाँ त्यसो भनेर कहाँ हुन्छ बस तेरो यत्रो दिनदेखि उसको एउटा लग्यो अहिले चाहिँ कहाँ नदिने कुरा गरेको अस्ति तँ चतुरे तैँलाई चिउरेले लगेर पैसा पनि दिएको छैनस् तैँ हुँदैन तँ अहिले मै बनाइदिन्छु तैँले लगेको भन्नुपर्छ त्यति बेला अस्ति मलाई लाग्छ नि कहाँ दिनुपर्छ नि हौ बोस भाइ म बाँकी दिँदिनँ पैसा खोजेर लिएर आइस भने दिन्छु बेला नगर मसँग भाइ मेरो अर्कोमा आउँदैछ केटाहरू बुझिस् ल्याइदिइहाल्छौँ नि त्यस्तो बाँकी हुँदैन अहिले क्यास गरिस् भने अनलाइन नम गर ल जिपे छैन जिपे आँखाले गरिदिनु त अनि तेरो यस्तो चाहिँ तेरो फोकटै मलाई यहाँ दिएर दिएको छ कसैले अब दिनु पर्यो नि कहाँ यत्रो दिन लगिसक्यो भाइ तपाईँको खाएको दिन तपाईँकोबाट लगेको हो नि त दा भाइ तँ जस्तो त मेरोमा हतार आउँछ बुझिस् त्यसो भन्नु नभन्नु नि तिमीहरू एउटा स्कुलमा आइरहेको छ भने यहाँको म प्रिन्सिपल मेरोमा जति आउँछ त्यस्तो केटाहरू दिनु के गर्नु केटा बाँकी हुँदैन केटा हो हुँदैन नि त अब तिमीहरू अस्ति पनि आएको थियो अरे म थिइनँ म बाँकी चाहिँ दिँदिनँ हुँदैन भाइ खाना केटा अलिक सेलाएपछि आउँदैन भाइ सेला कि सुक्खा पैसा लिएर आइज नभए हुँदैन नत्र त म दिँदिनँ खाना दिइराख न त आज एक दिन खालि हो हुँदैन भाइ हुँदैन साह्रो पऱ्यो भने काम गर्नुपर्छ कमाउनुपर्छ बुझ्यौ त्यत्तिकै थोडी हुन्छ पैसा लिएर आइज पैसा के भन्नु केटा जाउँ होइन जाउँ अहिले आउँ न अलिक सेलाउँछ होला नि बुढो अब मेरै पैसा लिएर आइस भने चाहिँ म बताइदिन्छु अहिले पनि दुईजना कुदिकन खेला ल्याउन मान्छे बुझिस् त्यस्तो भन्नु त हुँदैन नि हामी तपाईँकोबाट आउँछ तिमीहरू बजाइन्छ अनारेन्ज 15-16 वर्षको छैनस् रेला नगर बजाइन्छ हल्ला नगरे चोप लागेर बस्यो अहिले बजाउँछु है तपाईँ बेला नगर तिमीहरू जब बेला पनि उतार उतार यहाँ जाऊ दौड मेरोमा 200 रुपियाँ थियो 200 को जति आउँछ त्यतिकै ल्याइदिउँ होइन अघि चाहिँ छैन भन्छ पैसा अघि किन्थ्यौँ त हामी के चाहिँ गरेको तैँले चाहिँ खासमा होइन नि अब बाँकी दिन्छ भनेर त मैले त अब दालाई राम्रो मुखले भनेको मुख मलाई केटा अघि पनि धम्काइ पठाइयो त्यही त ए दा फेरि आइस भाइ तिमीहरू यस्तै भइहाल्यो होइन त 200 रुपियाँ थियो कि 200 को जति आउँछ त्यति नै दिनु न भाइ 200 को तिमीलाई म के दिनु भन्छ यो पैसा के गर्नु यो पैसाको चाहिँ ड्रग्स चाहिँ दिनु न साउदानी 200 मा के एक काम गर तिमीहरू यहीँको त्यो धुलो सबै सोध लगेर खा त्यो त हुँदैन नि त्यो अति नै भाइ भन्दा 500 रुपियाँदेखि कम्तीमा स्टार्ट नै हुँदैन तिमीहरू 200 दिएर यहाँ बस्नु गर्नुहुन्छ दा बरु 300 रुपियाँ दा भोलि लु भाइ त्यस्तो हुँदैन होइन भएको जुनै छ 200 को चाहिँ दिइराख्नु न 200 को भाइ 200 मा कुन चाहिँ के आउँछ अहिले बेलामा आउँछ नि मिलो बान्दिन एउटा सिगरेटको प्याकेट त हुँदैन तिमीहरू ड्रग्स खोज्दै आउँछ 200 मा हुँदैन भाइ अनि निलै काम दिइराखौँ न त भाइ तिमीहरू निलो खान्छस् बरु निलोमा आउँदैन भने मेरोमा हात छ साला त्यही दिन्छ त्यसले खान्छ त्यही भए दिइराख्नु हुन्छ आजलाई मात्रै हो तिमीहरूको गड्डी होइन यहाँदेखि उता चाहिँ साह्रै नहुनु लाग्यो म भनौँ तिमीहरू ल के लगेर त कतिवटा छ त्यहाँ 4टा रहेछ 4टा 200 रुपियाँ 50 रेडियो जहाँ अबदेखि चाहिँ 4जना छ होइन अबदेखि चाहिँ पैसा लिएर आइस भने आइस नभए यहाँ के हुनसक्छ मान्छे पुलिस आउँछ मान्छेले देख्छ गाउँको म त्यसै बदनाम हुन्छु जा गयो आजलाई धन्यवाद खाएर गति मेरो पक्रेर लिएर आउँदैन
हो केटा हो जानुपर्छ त अलिक कडा माल खानु यो माल जानुपर्छ होला उठ उठ ल ओए उठ ओए उठे ओ बाटो कता हो केटा हो ओए अनि को हो होइन के गर्दै तिमीले ओ के खोजेको के खोजेको ओ देऊ भगवान देऊ मार खाने रामरी बस के खायो तिमीहरू दा अलिक कडा चाहियो हामीलाई कडा के हातमा बोकिरहेको छ कडा दा यो त तपाईँको लागि ल्याइदिएको नि हौ मेरो लागि हो हो त पाउँथेन नि भाइले म राम्ररी बस्छ भाइ चेयर बस्न मेरो लागि हो कहाँबाट ल्याएको साइलीकोबाट माइलीकोबाट ल्याएको हो भनेर थिएन चक्नाहरू छैन नि तिमीहरू त अघिकै सामानले टन्न भएको छ त हो नि हौ अझै चाहियो नि हौ दा यति त हामीलाई हुँदैन भाइ यो 20 को ल्यायो होला तिमीहरू 20 मा चाहिँ केही आउने वाला चाहिँ छैन भाइ ओभर रियाक्ट नगर्दा जो माल फकाएको मलाई राम्ररी बस पैसा दिएर त तैँले जाने फेरि म केही गर्ने भन्नु छैन त्यो पैसा कता राख्यो पैसा दिएर भाइ त्यो ब्ल्याङ्कै अर्नमा नै फ्याल्दैन उल्ला फ्याल्दै त्यसको अन्नमा भाइ तिमीहरूको पैसा त्यही अनर फ्याल्दै पैसा कसकोमा छ हौ? तिमीहरूले एमा त छैन है मलाई त बोक्ने है तेरै गोजीमा छ होला यहाँ हेर्दा छैन नि मेरोमा ओइ तेरोमा पैसा छ छैन फेरि तिमीहरू बनाएको छैन दा छ फ्याक्दै अन्नरमै ट्याक्कै फ्याक्दैन है के हो तिमीहरूको पारा छिटो ए 2000 रुपियाँ छ बाँकी दिएको हो कि लिनु आएको लिनु आएको नि हौ त ए 2000 रुपियाँ छ यहाँ पुरै कुकुरलाई जति गरेर सामान तिमीलाई चाहियो मलाई चाहियो मलाई चाहिएको नि हौ के हो तिमीहरू अब चाहिएको पैसा पनि दिँदैछु कहाँ त्यसो भनेर हुन्छ हौ? 500 1000 भाइ म तिमीहरूको पारा कति तिमीले धम्की दिएको जस्तो लाग्यो होइन मलाई म त तिमीहरूको पैसा नभए तिमीलाई सामान होइन दा दिनु न हौ तिमीहरूको धम्की पारा बोली हेर्न पहिला तिमीहरू खाएर रक्सी खाएर चाहिँ थोरै मलाई यहाँ धम्की दिने हो तिमीहरू दा ल्याइदिएको छु त हो नि तपाईँलाई पनि मलाई ल्याइदियो भने तिमीहरूको यहाँ कति छ हुन्छ दिनुपर्छ नि हौ माइलीकै हो कि हो माइलीको हो चाखेर पनि एकैपल्टमा चालको जस्तो दाम तिमीहरूले चाहिँ अब त मलाई पनि चढेको जस्तो तिमीहरूले मलाई लिनु भन्नु आएको सामान लिनु आएको तिमीहरू सामान लिन आएको हो भने राम्रो मुखले दा दिनुहोस् सर पैसा लिएर आएको छु भन्नु तिमीहरू आउँदैन सक्दैन तिमीहरू दा अब दिनु नि त भाइ तिमीहरू खान्छौ म पनि खान्छु म बेच्छु तर म यस्तो गति देखाउँदिनँ त भाइ अलिक कडा चाहियो दिइहाल्नु न हौ ढिलो भइसक्यो हामीलाई तिमीहरू राम्रो मुखले आएर राम्ररी नआएको तिमीहरूलाई एकैतालमा दिइ पनि हाल्थ्यो हो पैसा पनि लिएको रहेछ ओ केटा आफै मागे म त बोल्नु सक्दिनँ तिमीहरूको गति हेर्दा अन्त ओ केटा ओ यो होइन यो प्याक यो गइसकेको रहेछ कि त्यो नखा त भाइ त्यो नखा यो यिनीहरू बरु अलिक हामीलाई त्यो हेर्छ त्यो कसको छोरा हो यो हाडी माइला छोरा हो यस्तो म पनि पहिला यस्तै माले थिएँ मेरोमा चेपेर लक भएर मऱ्यो हाडे माइलाको छोरा पनि कुन दिन गाडीमा आउँछ होला अब यस्तोलाई म सामान दिनु यसले खान्छ खान्छ नि अनि यहाँ धेरै बाउ मेरोबाट सामान लगेर मऱ्यो अब यिनीहरूको सन्तान एउटा छोरा होइन यो त्यो बाउ बिचरा क्षमता काम गर्दैन दखमाले भन्दै बोलाउँदै गरेको हुन्छ दखमाले भन्दा कि के भन्दै चाहिँ सुन्छु यहाँ गति होइन गति बाउ बिचरा बुढो मान्छे क्षमता काम गर्दैन त्यो हाडी माइलाको पनि बिजोग नै हुने पऱ्यो यो पनि साह्रै टिक्दैन अब यो हाडे माइलाको काँडे माइलाको उयो चाहिँ फेरि साँडे माइलाको त्यो हाडी माइला भन्नुपर्छ
तिमीहरू त म बनाउन चिन्दिनँ तर तिमीहरू आउँछ आइरहन्छ नि मेरो सामानले गर्दा होइन मेरो साथीहरूलाई उठाएर राम्ररै गतिमा लिएर बाहिर निकाल म तपाईँलाई सामान दिन्छु भाइ जा अहिले पुलिसहरू आयो म के गर्छ त्यसलाई उठाएर पठा यहाँलाई बाहिर बाहिर पुरा त्यहाँबाट आइज म सामान दिन्छु त्यसलाई बाहिर तेरो सुँगुरको खोर त्यसलाई बाहिर पुरा भाइ त ल भाइ आडे मैला छोरा आएर सामान राख्छ तँलाई राम्ररी हो तेरो बाउको घर होइन अहिले तेरो टाउको पठाइदिन्छु त बाहिर साला माले घर तिमीले गर्छ त्यहाँ बोल्दाखेरि अहिले त 500 रुपियाँ बेच्छ तँलाई थाहा छ मैले बेसी त छैन सामान अहिले मेरो पनि एउटा दुईटा तिनटा चारटा पाँचवटा ड्यू चल्दैन नि म पनि त्यस्तै राखेँ चल्दैन नि त त्यही भएर सेयर गरेर आउनुहोस् 1 2 3 4 ल यो यहाँ लगाइदिएको छु यो गरेर तान अब चाहिँ यहाँ यसरी यो ल्याटिङ ट्याङ केटाहरू लिएर कतिले हुँदैन त जा जब आउँछ स्विक आइज एक्लै पैसा लिएर आइज त्यहाँबाट म दिइहाल्छु ल धन्यवाद है भन्नु त आउँछ माइलीकोबाट एक चाहिँ तिमीले यो लिएर मेरो मन दिन्छ हेलो गाइस वेलकम टु द हन्टर इन्टरटेनमेन्ट च्यानल है अन्त तपाईँहरू सबैजनालाई नमस्कार अन्त हामी चाहिँ है आज चाहिँ छुट्टी थियो नि त अन्त भाइहरूले पनि यसो भिडियोहरू यसो बनाउन त भनेर चाहिँ अब उनीहरूको अगुवाईमा चाहिँ म यसो बनाउन त भनेर चाहिँ छुट्टीलाई चाहिँ युटिलाइज गर्नु लागि चाहिँ एउटा इन्फर्मेटिभ टाइपको भिडियो बनाएको छौँ है गाइस तपाईँहरूले हेरेर है राम्रो राम्रो कमेन्ट गरिदिनु होला किनभने अहिलेको यो भिडियो मार्फतले हामीले चाहिँ यो जनाउन चाहेको छौँ कि अहिलेको है हाम्रो नेपालीहरू चाहिँ ड्रग्स गाँजा गोटी भन्ने यस्तोमा चाहिँ अब है विक्रल भएर चाहिँ अहिलेको है जहीँ पनि जाँदाखेरि है हामीले अफिसतिर गयौँ भने पनि कोर्टमा गयौँ भने पनि सबैजना चाहिँ अहिले नेपाली छोडेर चाहिँ सबैजना बङ्गालीहरू मधेसीहरूले मात्रै मधेसी भनेर डिस्क्रिमिनेसन होइन तर अब मधेसको मान्छेहरू मात्रै छन् तर हाम्रो नेपालीहरू छैनन् अन्त प्रायः जस्तो उनीहरूले अब त्यो कति क्वालिफिकेसन हुन्छ कति के हुन्छ त्यो याद हुँदैन तर हामीले चाहिँ हाम्रो नेपालीलाई चाहिँ अब इन्करेज गर्नुपर्छ त्यस्तो गाँजा गुटीहरू खानु हुँदैन भने चाहिँ यसरी इन्फर्मेसन दिन चाहेको यो भिडियोबाट चाहिँ अन्यथा नसुचिदिनु होला धन्यवाद